यसमा दुईटा लक्षित वर्ग राखिएको छ हामीले एउटा विद्यालयमा जाने र विद्यालय नजानेलाई पनि हामीले खोप लगाउनु पर्यो पाठेघरको मुखको क्यान्सर हुनबाट त रोक्नु पर्यो र 2030 मा अहिले 2025 भइसक्यो 2030 मा हामीले इलिमिनेसनको उसमा हामीले साइन गरेर आइसकेका छौं त्यो भएपछि यो 6 देखि 10 कक्षासम्मका किशोरीहरूलाई विद्यालयमै गएर खोप सञ्चालन गर्छौं भने विद्यालय नजाने 10 वर्षदेखि 14 वर्षसम्म उमेरका किशोरीहरूलाई पनि हामीले विद्यालयमा आउँदाखेरि उहाँहरूलाई खोप लगाउँछौं त्यसको लागि हामीले प्रचार गर्दाखेरि त्यसै गरी गर्नुपर्छ किशोरीहरू जो 14 वर्ष 10 देखि 14 वर्ष उमेरसम्मका हुन्छ उहाँहरूलाई पनि हामी खोप लगाउँछौं कम्तीमा 90% कभरेज हुनु पनि पर्छ अब नेपालले यो अरब रुपैयाँ भ्याक्सिन किन्नुपर्ने पैसा बचाउनको लागि अन्तर्राष्ट्रिय समुदायसँग एउटा सिग्नेचर गरेर आएको छ र त्यसलाई हामी कार्यान्वयन गर्छौं अब यही अभियानमा पनि हामी केहीलाई नियमित खोप भनेर राखेका छौं र केहीलाई चाहिँ अभियानै भनेर राखेका छौं डाटा दुईटा इन्ट्री गर्छौं हामीसँग यो रिपोर्टिङ गर्ने पनि 4 वटा महल हुन्छ एउटा कक्षा 6 मा पढ्ने विद्यार्थी एउटा कक्षा 7 देखि 10 मा पढ्ने विद्यार्थी एउटा कोलम्बो विद्यालय बाहिरको एउटा 10 वर्ष उमेरको किशोरी एउटा 11 देखि 14 को किशोरी यसरी 4 वटा समूहलाई हामीले राखेका छौं विद्यालय भित्र 6 कक्षाको बेग्लै 7 देखि 10 को बेग्लै र विद्यालय बाहिर 10 वर्ष उमेरको बेग्लै 11 देखि 14 को बेग्लै राखेका छौं अब यो 6 कक्षामा पढ्ने छात्र र 10 कक्षामा 10 वर्षका किशोरीलाई हामीले नियमित खोपमा लायौं है भनेर त्यो हामीले प्रतिवेदन पेश गर्ने छौं अनि अर्को 7 देखि 10 र 11 देखि 14 को लागि अभियानमा लायौं है भनेर हामीले प्रतिवेदन त्यसरी बनाउने छौं हाम्रो चाहिँ हामीले सफलमा लाए पनि प्रतिवेदन बनाउँदा दुईटा प्रतिवेदन हाम्रो हुनेछ अब महासंघको कार्यक्रम आउँदा हामी चिठीको सुभाष हामी त इन्फर्मेसन आउँदैन कार्यक्रममा लागेको के हो बात अध्यक्षज्यूलाई सचिवज्यूलाई हामीले पत्रै पठाएर बोलाएको हामीले प्राइस गर्नु भएन है फेरि महासंघको हामीले पत्र टार्गेट पाउनु पर्यो नि त कार्यक्रम हुन्छ तपाईहरु कति गर्ने त्यसमा पछि छलफल गरौँ न फेरि ठिक हुँदैन अस्तिको कार्यक्रममा मैले इन्फर्मेसन पाएँ सम्पूर्ण कार्यक्रम आयोजना गरेको सार्वजनिक हामीले एउटा सूचना पायौँ पछाडि पत्रकार कोही थिएन यो ठिक भएन अब हामीले उदयपुर जिल्लामा चाहिँ कतिवटा 6 कक्षादेखि 10 कक्षामा पढ्ने विद्यालय रहेछन् भनेर हामीले डाटा लिएका थियौं पालिकाका स्वास्थ्य शाखाबाट हामीले डाटा लिएका थियौं शिक्षा शाखासँग उहाँहरूले समन्वय गरेर विद्यार्थीको रोल नम्बर सहित उहाँले नाम सहित उपलब्ध गराउनु भएको थियो यो चाहिँ जम्मा विद्यालय 283 वटा रहेछ त्यो जुन विद्यालयमा 6 कक्षादेखि 10 कक्षासम्म अध्ययन हुँदो रहेछ अनि त्यो 283 वटै केन्द्रमा हामीले खोप केन्द्र राखेको छौं 283 वटै स्कुलमा खोप केन्द्र राखेका छौं अनि विद्यालय नभएका कम भएका र समुदायमा जाने बच्चाहरू छन् विद्यालय आउँदैन त्यो ठाउँमा पनि केही खोप केन्द्रहरू हामीले राखेको 21 वटा खोप केन्द्र राखेका छौं हजुरहरूलाई यो मैले दिएको छु ल्याब पनि अनि र अन्तिम दिन विद्यालयमा अब ज्वरो आएर जान नसक्ने कहीँ अब माउला गएका कहाँ गएका विभिन्न कारणले गरेर विद्यालय नपुगेकाहरूको हकमा चाहिँ अन्तिम दिन स्वास्थ्य संस्था प्राय सेन्टरमै हुन्छ र सेन्टरमै खोप चलाउने भनेर अन्तिम दिन सबै स्वास्थ्य संस्थामा अन्तिम दिन हामीले राखेका छौं यो अभियान 92 वटा हो जम्मा 92 वटा स्वास्थ्य संस्था हजुर जिल्लाको स्वास्थ्य संस्था 92 वटा जम्मा विद्यालय 283 वटा समुदाय भन्दा बाहिर गएर हामीले 21 वटा खोप केन्द्र राखेको छौं हजुर 396 वटा जिल्लामा 396 वटा खोप केन्द्र हामीले सञ्चालन हुन्छ अब प्रत्येक खोप केन्द्रमा यहाँले कोभिड खोप अभियान पनि सञ्चालन गर्नुभएको थियो खोप लाउनु भएको थियो त्यो अभियानमा प्रत्येक खोप केन्द्रमा एकजना स्वास्थ्य कर्मी हुन्छ हाम्रो इन्जेक्सन लाउने अनि 2 जना स्वयंसेवक हुन्छ र कुनै उहाँ त्यो खोप लाउने स्वास्थ्य कर्मीले 200 जनालाई खोप लाउनु पर्ने हुन्छ 200 जना भन्दा बढी भएका छात्रहरू बढी भएको ठाउँमा चाहिँ हामीले प्लानिङ गरेर त्यहाँनिर एकजना फेरि स्वास्थ्य कर्मी थपेका छौं र एकजना स्वयंसेवक पनि थपेका छौं तपाईले खोप केन्द्र चाहिँ कतिवटा भन्नु ल्याब चाहिँ हो त्यसै हो अनि स्वयंसेवक राखिएको छ हामीलाई अब यो भ्याक्सिन एकदमै सुरक्षित छ
सबै यतै छ नि। अब हामीले एएफआई हुन्छ कि भनेर डाक्टरहरूलाई पनि यसमा खटाएका छौँ। पालिकाबाट चिकित्सकहरू पनि खटिनु भएको छ, काहीँ केही भइहाल्यो भने। अब यो धेरै अगाडिदेखि सञ्चालनमा भएको भ्याक्सिन भएको कारणले गर्दाखेरि यसले चाहिँ कुनै पनि प्रकारको एएफआई देखा परेको छैन। तर यदि देखा परिहाल्यो भने चाहिँ हामीसँग त्यो एकैचोटिमा त्यो एक सुई हाल्ने बित्तिकै जुरुकै एकै मिनटमा उठ्ने खालको इन्जेक्सन पनि हामीले तयारी अवस्थामा स्वास्थ्य कर्मीलाई पनि तालिम दिइसकेका छौँ भने ब्याकअपको लागि चिकित्सकलाई पनि राखेका छौँ। अब हजुरहरूलाई दिएको पेपरै बमोजिमको हाम्रो खोप सेड्युल रहेको छ। यो सुमन सरका आउनु भएको छ, अर्बुद रोग निवारण सङ्घका अध्यक्षज्यू आउनु भएको छ, सुमन परियार आउनु भएको छ होइन। उहाँलाई निमन्त्रणा गरिएको थियो, फोन पनि गरिएको। विश्व क्यान्सर दिवस 22 गते पर्ने रहेछ, माघ 22 गते। त्यही दिन देशव्यापी रूपमा त्यही दिन क्यान्सर दिवसकै दिनबाट यो खोप अभियान सञ्चालन गर्ने गरी परिपत्र भएको थियो। संयोग भनौँ के भनौँ 21 गते सरस्वती पूजा रहेछ। 21 गते सरस्वती पूजा र 22 गते क्यान्सर दिवस। हामीले 22 गते खोप अभियान सुरु गर्दाखेरि अधिकांश विद्यालयहरू चाहिँ बन्द हुने र हाम्रो लगभग 90% टार्गेट नै विद्यालयभित्र भएको कारणले गर्दाखेरि हामीले त्यो 22 लाई चाहिँ क्यालेन्डर हेरेर 23 मा सारेका छौँ। र हामीले अरू जिल्लालाई पनि 22 गते चाहिँ नराख्नु भनेर अनुरोध गरेका छौँ, किनकि त्यो अभियान हाम्रो मात्रै होइन अरू जिल्लाको पनि सफल पार्नुपर्ने भएकोले केही जिल्लाले चाहिँ 22 भनेर गरिसक्नु भएको छ, पछि संशोधन गरेर 23 पार्नु भएको छ। यो विद्यालय बन्द हुने कारणले गर्दाखेरि 22 गते हामीले गरेनौँ र 23 गतेबाट सुरु गर्दैछौँ भने आएर यो 2 गते फागुन 2 गतेसम्म हामीले 2 चरणमा अभियान सञ्चालन छ। हजुरहरूले दिएकै यो सिटमा पनि 2 चरणमा हामीले 4 वटा पालिकालाई पहिलो चरणमा र 4 वटा पालिकालाई पछिल्लो चरणमा। अझ 14 गढी नगरपालिकामा त 27 गतेसम्म 26 गतेसम्म विद्यालयले बिदा दिनुभएको छ। नमस्कार। पालिकाको अब 14 गढी नगरपालिका पनि 28 गतेदेखि राख्नु भएको छ, अरूले चाहिँ 23 गते छ यो पूर्वी बेल्टमा। अनि कटारी, ताप्ली, उदयपुर गढी र 14 गढीले चाहिँ 28 गतेबाट अभियान राख्नु भएको छ। 2 चरणमा यो अभियान सञ्चालन हुनेछ। यो 15 दिनभित्र सम्पन्न गरिसक्नु पर्ने भएको कारणले हामीले पनि त्यही सीमाभित्रै बसेका छौँ। अधिकतम सीमा 6 गते भनेको छ, त्यसमा अब शनिबार पनि छल्नु पर्यो, सरस्वती पूजा पनि छल्नु पर्यो आदि इत्यादि कारणले हामीले अब मेन पावर भएको ठाउँमा चाहिँ 6 वटा 7 वटा केन्द्र चलाउनेलाई पनि 3 दिनभित्र सक्नु हुनेछ। अब शनिबार खोप केन्द्र राख्दा विद्यालय बन्द हुन्छ, विद्यार्थी आउँदैन। त्यो कारणले हामी शनिबार, सार्वजनिक सबै छलेर यो सेड्युल छ।